हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल प्रज्वल छेत्री बस्ने छु। तर आज म गाइस जोरथाङ मेलामा आएको छु। तर अहिले म खोलाको बगरमा छु हो। अनि यहाँ खोलाको बगरमा चाहिँ यस्तो आफ्नो दाजु भाउजू र दिदीहरूसँग आएको छु। यो राफ्टिङ गर्दैछ हो। यो चाहिँ तपाईँको जोरथाङ बगर हो, खोलाको छेउमा, रङ्गित खोलाको छेउमा हो। यहाँ पर चाहिँ गाइस हेर्नु राफ्टिङ गर्दैछ। श्रद्धालुहरूलाई यो सङ्घकालीन सत्रको महाआरतीमा सरकारका त गाइस हामीले माघे मेला एक्सप्लोर गर्दै थियो। अनि राइड चाहिँ मैले कुनै गरिनँ, दिदीले पनि गरेन, किनभने राइडहरू चाहिँ मलाई त्यस्तो मन पर्दैन। मेरो फोकस चाहिँ खानुपट्टि र त्यसमा थियो। अन्त गन चाहिँ मैले खेलेँ, यो मजा लाग्यो। यो गनको खेल्नु चाहिँ मजा आयो। दिदीलाई खेल भने खेल्नु मानेन। यो जब यो नयाँ कुरो हामीले चाहिँ युट्युबमा हेर्थ्यौँ, अन्त त्यो कुरो खायौँ होइन। अन्त चाट चाहिँ दामी थियो, पापडी चाट चाहिँ। गाइस तपाईँहरू पनि माघे मेलामा आएर इन्जोय गर्नु सक्नुहुन्छ। 22 तारिकसम्म छ। अनि यो पापडी चाट चाहिँ दामी भएको थियो। अनि यो चाहिँ बेस्ट भएको थियो। यो पनि कम्फर्टेबल थियो। अन्त यो हाम्रो नाइट प्रोग्राम चाहिँ दामी थियो। तर हामी दाजु र भाउजूलाई चाहिँ खोज्दा खोज्दा चाहिँ हाम्रो दिन नै बिहानको रात भयो। त्यो चाहिँ दिदी र म चाहिँ अलिक एन्जाइटी खाले भएको थियो। लास्टमा चाहिँ अब हाम्रो यो आजको डेको चाहिँ एन्डिङ चाहिँ अब माघे मेलाको पिज्जा खाएर हुन्छ गाइस। गुड नाइट सबैलाई।